गृह मन्त्रालयले लक्षित वर्ग निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायले कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले कार्यविधिमा उल्लेख भएको छुट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन तथा छुट र सहुलियत नदिने अस्पताललाई कानुन बमोजिम कारबाही गर्न परिपत्र मार्फत आग्रह गरेको हो। विपन्न, असहाय र बेवारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल शय्याको 10% निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँच योग्य बनाउन कार्यविधि जारी गरिएको भए पनि कार्यविधि जारी गरिएको भए पनि सरकारी, गैर सरकारी, निजी, सहकारी वा गैर नाफामूलक अस्पतालबाट लक्षित वर्गले पाउनुपर्ने छुट र सहुलियत नपाएको गुनासो गर्दै आएका छन्।